नेपालको तराई क्षेत्रको सुन्दरता र सांस्कृतिक विरासतलाई समेटिएको सर्लाही जिल्लाको बागमती नगरपालिकामा अवस्थित भरत ताल आज एउटा पर्यटकीय आकर्षकको रूपमा विकसित भएको छ। यो ताल मात्र पानीको स्रोत होइन, बरु स्थानीय जनताको सपना, सङ्घर्ष र सफलताको प्रतीक हो। एक 121 बिघा क्षेत्रफलमा फैलिएको यो तालले प्राकृतिक सुन्दरता र मानवीय उद्यमको अद्भुत समन्वय प्रस्तुत गर्छ। प्रस्तुत छ द भरत ताल स्पेशल डकुमेन्ट्री। 121 बिघा क्षेत्रफलमा फैलिएको र करिब 35 फिट गहिरो यो ताल आज नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिँदैछ। नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल अहिलेको अवस्थामा भरत ताल भइसकेको छ। यस तालको नामाकरण स्थानीय नेता भरत कुमार थापाको नाममा गरिएको हो। उनको दूरदर्शी सोच र समर्पणले नै यो तालको निर्माण सम्भव भयो। सुरुमा यो ठाउँ खाल्डो मात्र थियो, तर स्थानीय जनताको सहयोग र सरकारी प्रयासले यसलाई एउटा सुन्दर तालमा परिणत गरियो। आज यो तालले सर्लाहीको पहिचानलाई नयाँ उचाइ दिएको छ। ताल निर्माण गरौँ भनेर चाहिँ सुरुवात गरियो र सुरुमा चाहिँ अब यो सक्सेस हुन्छ हुँदैन विभिन्न क्रिया प्रतिक्रियाहरू आयो, तर पनि हामीले निरन्तर यो सम्भव छ भनेर निर्माण गऱ्यौँ र आजको यो दिनसम्म आइपुगेको छ। कति फिसर पन्ड भनेर माछा पोखरी भनेर चाहिँ सुरुवात गरेको हो, तर यसले अटोमेटिक तालको स्वरूप लिइसकेपछि पालिकाभित्र यस्ता वेस्टेज जमिनहरू कति छ, कहाँ छ, त्यसको सम्भावनाहरू के छ भनेर त्यो अनुसन्धान गरिसकेपछि यो एरियालाई चाहिँ ताल निर्माण गरौँ भनेर चाहिँ सुरुवात गरियो। भरत ताल आज नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य। यहाँ आउने पर्यटकहरूले मोटर बोट, जेट बोट र पाइडल बोट जस्ता विभिन्न वाटर स्पोर्टको आनन्द लिन सक्छन्। विशेष गरी गर्मी याममा यहाँको मौसम राम्रो हुने भएकोले धेरै पर्यटकहरू आउने गर्छन्। तालको किनारमा बनेका पार्क, फुलबारी र पिकनिक स्पटले यसको सौन्दर्यलाई अझ बढाएका छन्।